गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ पशुपतितिर आएको घुम्नलाई रड्ड बारेर होइन देख्नु सक्नुहुन्छ यताको भ्यू। हामी चाहिँ माला किन्नु लाग्छौँ। हामीले चाहिँ एक एकवटा हातमा बान्ने धागो लाएर हिँडिसक्यौँ दुई भाइले। गाडीमा झुन्ड्याउने हो आफूले किनेर यो गिफ्ट मात्रै पाउनु पर्छ, आफूले किनेर लाउने ए नहीं कुरी हामी चाहिँ घुमिसकेर नि अब यहाँबाट निक्लिन लागेको गाइड। पैसा पैसा हाम्रो स्वदेश दादाले चाहिँ अब यहाँ धर्म गर्दै हुनुहुन्छ सबैजनालाई। बल्ल छेउसम्मै हो। दामी दामी छ त। यो बेरुवा छ, सस्तो छ कि महँगो छ? 100 रुपियाँ हो। हेरौँ न, यो राम्रो छ, यो राम्रो छ, यो किनौँ कि अब त। यस्तो कस्तो देखेछ यो? हामी चाहिँ यहाँ आएर पशुपतिमा आएर पैसा सक्ने काम गरिरहेको छौँ दुई भाइले। के किनेर होइन हुन्छ हुन्छ। चाहिँ मन्दिर छ। हामी चाहिँ अब पशुपतिबाट निक्लिनु लाग्यो गाइड होइन। अब घुम्न आएको त्यसै रमाइलो लागेन, सो के भन्ने अब। मर्छु क्यारे हे भन सोल्टी बाई बाई गाइज, फेरि भेट्नेछौँ नेक्स्ट ब्लगमा। अब सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई, भोलि भेटौँला।